आमा, हिजो हजुरहरूलाई सुख दिन्छु भनेर परदेश हिँडेको आज 2 वर्षपछि आइपुग्यो है। खै आमा, साह्रै तिर्खा लाग्यो। बहिनीलाई 1 गिलास पानी भनिदिनु है। आमा, सुख दिनु त त्यतिकै भयो। यो केही पैसा ल्याएको छु, सायद महाजन बडाको ऋण तिर्नु पुग्छ कि भनेर सोचेको छु। आमा, आमा, त्यो मैले सधैँ गोठालो गरी हिँड्ने पाङ्ग्री गाई र त्यसको बच्चा खोइ? आमा, अब त्यो पाङ्ग्री गाईको बच्चा त ठुलो भयो होला है। 4 बजिसकेछ, खै आज बाबा देख्दिन नि। ए, आज पनि महाजन बडाकोमै खेताला जानुभयो होला हो। खोइ सधैँ महाजन बडाले 7 बजीसम्म लाउनुहुन्छ। आज त साह्रै बाबाको अनुहार हेर्नु मन लाग्यो आमा। महाजन बडालाई आजको हाजिरा होस् भनिदिनु नि है। ए, महाजन बडा पनि आइपुग्नु भएछ। महाजन बडाको कति दिनु छ आमा? आज बाबाको हजिरा होस् भनी आजको बाबाको हजिरासँगै गनिदिनु नि है।